दर्शकबिन नमस्कार। म निश्चल गेवाली। यति बेला म पाल्पा जिल्लाको ख्यामा पर्ने यो लिस्नेभिरमा छु। यसलाई सेल्फी डाँडा भनेर पनि चिनिने गरिन्छ। यो ठाउँ एकदमै पर्यटकीय गन्तव्यको एउटा नमुना उदाहरण बन्न गएको छ। यहाँदेखि विभिन्न पाखा पखेराहरू, भिरहरू, यहाँदेखि विभिन्न जिल्लाका पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची लगायतका जिल्लाहरूको पनि दृश्य अवलोकन गर्न सकिन्छ। यहाँदेखि देखिने यो करिब समुद्र सतहबाट करिब लगभग 2000 मिटर भन्दा बढी उचाइमा रहेको छ यो क्षेत्र। हामीले देख्न सक्छौं त्यहाँनिर रेडी खोला बगिरहेको छ। त्यहाँनिर हामीले देख्न सक्छौं त्यहाँनिर पाल्पा र गुल्मी जिल्लाको संगम स्थल पनि देखिरहेका छौं। त्यसैगरी स्याङ्जा, त्यसैगरी हामीले यतातिर हेर्छौं भने यतातिर जंगलहरू पनि एकदमै ठूलो मात्रामा घना जंगललाई देख्न सक्छौं भने तलपट्टिको क्षेत्रमा हामीले गाउँ बस्ती पनि देख्न सक्छौं। साँच्चै नै यो एउटा पर्यटकीय नमुनाको एउटा गन्तव्य बन्नुपर्छ। सबैजना पाल्पा, विशेष गरेर पाल्पा जिल्लामा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा यो लिस्नेभिरमा आएर चाहिँ एकपटक अवलोकन गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यो पाल्पा जिल्लाको लिस्नेभिर, यसलाई हामी सबै मिलेर संरक्षण गर्नुपर्छ। यसले एउटा महत्त्व पाउनुपर्छ भन्ने कुरा हामी सबैले माग गर्नुपर्ने विषय हो। यहाँनिर हामीले देख्छौं भने यहाँनिर हुन त यो करिब यहाँनिर बस्ती छैन, तर पनि माथि त्यहाँदेखि हेर्छौं भने त्यहाँदेखि लगातार एउटा भिरमा कसरी एउटा नमुना बस्ती बसाउन सकिन्छ भन्ने कुरा पनि हामीले सिक्नुपर्छ। र यहाँनिर आएर चाहिँ हामीले एउटा व्यवसायको रूपमा हैन कुनै कामहरु चाहिँ गर्न सकिन्छ। यहाँनिर मन्दिर बनाएर हुन सक्छ अथवा केवल कार सञ्चालन गरेर हुन सक्छ। कसरी हुन्छ यो क्षेत्रलाई चाहिँ अझै उन्नत रूपमा पर्यटकहरूलाई आकर्षण गराउने गरी चाहिँ अगाडि बढाउनु पर्छ भन्ने चाहिँ मलाई लाग्दछ।